आज म तपाईहरुमा एउटा नयाँ कुरा शेयर गर्न गइरहेको छु। यो F64 को UFS 153 यो मेरो चाहिँ सुरुमा कनेक्ट भएको थियो र त्यसपछि केही समयपछि मैले एउटा मेबी सर्ट आईसी हुनुपर्छ त्यो आईसी लाएपछि कनेक्ट हुन छोड्यो मेरो यो UFS एडाप्टरमा र यो मेरो भर्खरै लिएको एडाप्टर भर्खर 1.5 महिना जति भएको छ र यो डाइरेक्ट चाइनाबाट मगाएको कारणले यसलाई वारेन्टी पनि क्लेम गर्न मिल्दैन र तपाईले त्यहाँ हेर्न सक्नुहुन्छ मेरो दुईवटा पिन चाहिँ मजाले माथि निस्किराखेको छैन मैले माइक्रोस्कोपमा हेर्दाखेरि त्यसपछि यसलाई वारेन्टी पनि क्लेम गर्न गाह्रो भएकोले यसलाई चाहिँ कसरी रिपेयर गर्न सकिन्छ सो रिपेयर गरेको भिडियो म तपाईहरु सामु देखाउनलाई एउटा कोसिस गर्दै छु है। यसमा जुन पिन दुईटा बाङ्गेको देखिन्छ म एउटा क्लियर भिडियो देखाउँछु है। यो मेरो चाहिँ मैले पछाडीबाट नट खोलिसकेपछि यो यस्तो देखिन्छ है। यो त सबै टेक्निशियनले गर्न सक्नुहुन्छ। चारवटा स्क्रु हुन्छ खोल्नुभयो भने मजाले यो देखिन्छ र यो मेरो पीसीबी मा चाहिँ के इशु छैन मेरो जे चाहिँ सकेटमा इशु छ र यसमा तपाईले हेर्नुभयो भने दुईवटा पिन मेरो चाहिँ जति गरे पनि आईसी हरुलाई छुदैन है र अगाडिबाट त ठिकै थियो पछाडीबाट हेर्दाखेरि त पछाडीबाट यहाँ हेर्नु सक्नुहुन्छ हेर्नुस् यो दुईटा पिन है यो दुईटा पिन राइट साइडबाट तलको सेकेन्ड वाला हेर्नुस् त है मैले यहाँ देखाउने कोसिस गरिरहेको छु यो दुईटा पिन चाहिँ दबिएको छ के यो पिन हो हेर्नुस् त यसरी राखेर देखिन्छ दुई पिन दुईटा दबिएको छ यो दुईटा पिनले गर्दाखेरि तलको पार्ट हो है सर यो तलको पार्ट हो र यो दुईटा पिन दबिएको गर्दाखेरि मेरो चाहिँ 153 आईसी कनेक्ट भइराछ छैन र यो कसरी किन हुन्छ भन्दाखेरि यसबाट चाहिँ भोल्टेज जाने हो र यो आईसी सर्ट छ भने यो जुन पिनहरु छन् यो पिनहरुको टेम्पर डाउन हुन्छ र यो भित्र दबिया दबी गर्दिदो रहेछ त्यसकारण यसलाई चाहिँ म सकेसम्म बनाउने कोसिस गर्ने छु र यो त्यसैको लागि यो भिडियो म बनाइरा छु र खोल्न एकदम क्रिटिकल छ है क्रिटिकल भन्दाखेरि एकदम मसिनो पार्ट पुर्जाहरु जोडेको छन् यसमा र त्यसकारण सकेसम्म म हेरौं कसरी गर्छु यो मेरो हेर्नुस् यो 9 भनेको 9 मन्थमा मैले लिएको छु अब यसलाई मैले त्यो खोलिसकेपछि अब यसलाई कसरी खोल्ने भन्ने कुरो छ है यसलाई म पुरै स्प्लिट गर्छु हेर्नुस् है मैले पुरै स्प्लिट गर्छु र यहाँ हेर्नु भयो भने यो माथिको पहिला यो कभर हुन्छ है सर यो कभरलाई चाहिँ मजाले निकाल्नुस् यो दुईटा लक हुन्छन् र यो दुईटा लक निकाल्नु भयो भने पिनहरु अलिअलि लामो देखिन्छ र त्यही माथिको कभर छ त्यही कभरमा चाहिँ हाम्रो आईसी चाहिँ हलिरा हुन्छ भनौं न थेसिरा हुन्छ यही स्प्रिङले गर्दा यही निकाल्नलाई अब कसरी निकाल्छु हेर्नुस् यो एउटा पार्ट चाहिँ हामी निकाल्यौ है यसलाई चाहिँ म देखाउन सकिने भिडियोमा यसलाई चाहिँ लक हुन्छ मजाले थिच्नु भयो भने फुत्तुक बाहिर निस्किन्छ त्यस्तो गाह्रो केही पनि छैन अलिकति हेर्नुस् है त्यसपछि यो दुईटा दुवैसम्म जुन डन्डी देखिन्छ यो डन्डीलाई हामी तान्नु पर्छ जस्तो एउटा मैले तानिदिसके है अर्को पनि डन्डी चाहिँ यसलाई पनि एकतिर मजाले अलिकति ठोक्नु भयो भने केही कुरोले ठोक्नुस् है हल्का हल्का बल लाउनु पर्छ यो मजाले बाहिर निस्किन्छ र जब यो बाहिर निस्किन्छ यस्तो पिनहरु हुन्छन् है यस्तो पिनहरुले केही न केही कुरोले त्यसले ठोक्नुस् अलिकति बल लाएर अथवा बलियो टुजर छ भने टुजरले धकाल्दा पनि निस्किन्छ है एकतिर ग्रिप भएको हुन्छ एकतिर नन ग्रिप हुन्छन् है त्यसलाई निकाल्नु भयो भने निस्किन्छ र जब त्यो निस्किन्छ तब यो जुन सकेट छ यसमा बीचमा एउटा अझै सकेट छ हो त्यो जुन हाम्रो आईसी बस्नु छ नि यो सकेट हो यसलाई पछाडीबाट धकाल्दा पनि हुन्छ नभए माथिबाट यसरी एउटा सियोले कुनै धारिलो कुरोले यसरी बाहिर ताने भने पनि माथितिर निस्किदो रहेछ है यसलाई चाहिँ अब यो पछाडीबाट धकेल्नुस् है यसरी धकेल्नु भयो भने यो के हुन्छ त मजाले निस्किन्छ है पछाडीबाट यसरी धकेल्नु भयो भने यो चाहिँ के हुन्छ बाहिर निस्किन्छ है यसरी हेर्नुस् यो मजाले बाहिर निस्किन्छ यो एउटा छुट्टै सकेट छ यो सकेटको भित्र पनि बीचमा एउटा सकेट छ अब यो सकेट यसरी बाहिर निस्किन्छ है अब यसमा पनि चारवटा पिनहरु छन् है चारैतिर हेर्नु भयो भने चारवटा किल्ला जस्तो छन् त्यो किल्लामा यो चाहिँ लक यो किल्लामा चाहिँ यसरी लक भएको हुन्छन् र त्यो लक भन्दा पनि त्यो एकदम लुज हुन्छ है त्यसले धकाल्नु भयो भने त्यो डन्टा टाइपको चारवटा हुन्छ पिन जस्तो त्यो निस्किन्छ र त्यसपछि यो चाहिँ निस्किन्छ सबै चाहिँ स्टेप निस्किन्छ यसलाई निकाल्दाखेरि एकदम कुल माइन्ड भएर फ्री भएको बेला गर्नु होला है तपाईहरु यसमा एउटा पनि पिनहरु हरायो भने हल्का अलिकति गाह्रै हुन्छन् है त्यसकारण एकदम ध्यानले गर्नुस् अब यो सकेटको काम छैन अब हामी यसलाई हेर्नुस् है यो खोल्दाखेरि यो जुन मैले फोटोमा देखाइरा छु यसलाई चाहिँ एकदम ध्यान दिनुस् है यो पिन नभएसम्म यो चाहिँ मिल्दैन है जति गरे पनि अब यसलाई खोल्नलाई हेर्नुस् म यसरी अब निकाल्छु हो यो चारवटा पिन निकाल्नु हो भने जुन एउटा स्टेप निकालेर मैले तल राख्छु यसरी स्टेप बाइ स्टेप निस्किन्छ है र हल्का यो भनेको एकदम पातलो हुन्छन् र एकदम पातलो भएको कारणले गर्दाखेरि यसले चाहिँ एकदम सावधानीपूर्वक एक खुट्टा निकाल्नुस् र यसको भिडियोहरु चाहिँ एकदम मजाले फोटोहरु खिचेर राख्नुस् है कुन पिन कता छ के छ कस्तो छ त्यो पछि तपाईं हामीले भिडियो भएर नै आइडेन्टिफाई गर्नु
दिनुपर्छ कतिवटा पिन पछि के छ वायरिङहरु त्यो चाहिँ एकदम ध्यान दिनुपर्छ र मेरो दुईटा पिन भएको कारणले गर्दाखेरि म चाहिँ यसलाई चाहिँ मैले एउटा हाम्रो जम्पर वायरले म यसलाई चाहिँ बाँध्छु किनकि सबै पिनहरु नछरियोस् भन्नको लागि र त्यसपछि म मेरो जुन दुईटा बिग्रेको छ त्यसलाई मात्रै म हेर्छु के भएको छ रहेछ वास्तवमा म हेर्छु त्यसपछि म यसलाई के गर्न सकिन्छ भनेर म देखाउँदै छु है तपाईलाई अब यसरी हेर्नुस् यो चारवटा कुनामा चारवटा हुन्छन् र यसरी बिस्तारै बिस्तारै निस्किन्छ सब स्टेप स्टेप सबै निस्किन्छ यो सबै निस्किन्छ यो सबै हो हेर्नुस् यसरी चाहिँ हेर्नुस् यसरी लक भइ निस्किन्छ म यसरी बाध्दै किनकि त्यो मेरो अरु पिनहरु नछरियोस् भन्नको लागि मेरो जुन ठाउँमा इस्यु छ त्यही ठाउँको पिन म निकाल्न लाग्दै छु है तपाईहरु चाहिँ यसो फोटोहरु चाहिँ एकदम मजाले खिचेर राख्नु छ यो चाहिँ एकदम काम दिन्छ तपाईलाई र यसरी निकालिसकेपछि मेरो यो पिन चाहिँ भाङ्गेकै रहेछन् भन्ने कुरा मलाई थाहा हुन्छ है जब म यो झिक्छु यो हेर्नुस् त मेरो यो चाहिँ रातो भइसकेको छ यो सर्टले गर्दाखेरि हो कि सर्टै त भएको होला किनकि मैले सर्ट वाला एउटा आइसी मलाई थाहा थिएन त्यो आइसी ड्यामेज जस्तो लाग्यो मैले हालिहाले र त्यसपछि हेर्नुस् यो पिन चाहिँ यसरी सर्ट भएको छ कि बडीलाई पनि जुन प्लास्टिकको पार्ट छ त्यसलाई पनि हल्का यसले जलाइदिएको छ है हेर्नु हुनु त्यहाँ दाग बसिसकेको छ नि हो अब यो पिनलाई चाहिँ हामीले चेन्ज गर्नुपर्ने हुन्छ किनकि टेम्परेचरको डाउन भइसक्यो टेम्पर डाउन भएपछि फेरि हाले फेरि तन्काए फेरि बिग्रिन्छ यो त्यसकारण यसलाई चाहिँ गर्नलाई चाहिँ अब हामीले के गर्न दिमाग लगाउन सकिन्छौँ भन्दाखेरि यसमा ग्राउन्ड पोइन्टहरु धेरै हुन्छ लगभग यसमा 8-10 वटा पिनहरु चाहिँ ग्राउन्डको छ है त्यो ग्राउन्डबाट चाहिँ ग्राउन्ड त हाम्रो एक दुईटा कनेक्ट भए पनि भइहाल्छ त्यसकारण ग्राउन्डको पिन चाहिँ हामी के गर्छौं त्यहाँबाट ल्याउँछौं ग्राउन्ड राम्रै थियो मेरो त्यो ग्राउन्डको बिग्रेको पिन चाहिँ ग्राउन्डबाट चाहिँ झिकेर म चाहिँ यहाँनिर चाहिँ रिप्लेस गर्छु र यो पिनहरुलाई म ग्राउन्डको ठाउँमा लगाइदिन्छु किनकि यो पिन कनेक्ट भयो नि नभए नि त्यस्तो असर चाहिँ गर्दैन त्यसरी मैले बनाएको छु र भिडियो मैले फरवर्ड गरेको छु है तपाईहरु त्यसरी नै बनाउनुस् र मैले अब यसलाई चाहिँ म एसेम्बल गरिसके र म यो एसेम्बल गरिसकेपछि अब यसलाई चाहिँ म एकपल्ट कनेक्ट गरेर हेर्छु है यसलाई चाहिँ केही पनि हैन तपाईहरुले बुझ्नुस् है जुन पिन हाम्रो बिग्रेको छ त्यही पिन हालेर हुँदैन किनकि त्यो मेन पिनहरु हो र त्यहाँ ग्राउन्ड धेरै पिनहरु छ त्यसकारण ग्राउन्डको पिन झिक्नुस् र त्यो बिग्रेको पिनमा त्यो ग्राउन्ड पिन हाल्नुस् फ्रेश पिन हाल्नुस् र यो बिग्रेको पिनहरुलाई ग्राउन्डमा हाल्दा नि भो नहाल्दा नि भो किनकि 8-10 वटा ग्राउन्ड हुन्छ त्यो 8-10 वटा ग्राउन्डमा तपाईको एक दुईवटा ग्राउन्ड कनेक्ट नहुँदा नि केही पनि फरक पर्दैन है र अब हाम्रो हेरौँ हाम्रो चाहिँ कनेक्ट हुन थालिसक्यो है यसरी चाहिँ हामीले कुनै पनि सकेटहरु यदि यो फेस अथवा एमएमसी कुनै पनि सकेटहरुको पिनहरु ड्यामेज छ भने यसरी हामीले बनाउन सकिन्छ है यो भिडियोबाट तपाईले के सिक्नु भएको होला हस्त धन्यवाद।